आयो भने मार रिसाउँछ फेरि यसको लागि यो सबै तयारी गरेर राख्दिनु ठ्याक्क पारेर राख्दिनु vegetable plants आधी किलो मैदा अंडा केसको लागि सेभ यो सुगर पाउडर बेकिङ पाउडर भेनिला थोरै साल्ट वाफल मेकर है वाफल मेकर यहाँ हालेर चाहिँ ल वाफल मेकर त्यही हो अंडा बटर सुगर पाउडर वाटर त मिल्क ज्यादै हाल्नु पर्यो पेनकेक भन्दा बेकिङ पाउडर अलिकति धेरै हाल्नुपर्छ टोमेटो सस मारिनारा भन्ने सस एउटै हैन नि फेरि कुकिङ ओइल अलग हो सबभन्दा सर्वप्रथम पेनपछि कुकिङ ओइल चप ओनियन मिस्टेक चप ओनियन चलाउ राजमा खै दाइ खोल्नु त राजमा कति रहेछ गार्लिक चप लसुन हाल्ने गार्लिक चप टोमेटो प्युरी टोमेटो पेस्ट सस साल्ट सुगर ब्ल्याक पेपर हाल्नु पर्छ थोरै पानी पनि हाल्नुपर्छ साल्ट भनेको नमक गयो ब्ल्याक पेपर ए त्यो हालो ल्यायो सुगर एउटै हो सुगर नै हो सेफ सुगर थोरै थोरै पानी एड गर्नु पर्यो बेग मिक्सर गुलिन हुन्छ यो चाहिँ अलिक गुलिलो हुन्छ रे बेग बिन्स आयो है रातमा माथिदेखि सस टोमेटो ससमा रातमा ब्ल्याक माथिदेखि बेजी हाल्दै गरौँ न भने यसरी सरी कला कुकिङ भनेको 70% टेक्नोलोजी या 70% नाटक सेफ आलु पराठा भइदे सेफले चाहिँ म्याक गर्दै हुनुहुन्छ चिकन ससेस हो कि के ससेस हो यो सेफ भनिदिनु पर्यो विनम हाम्रो विनम सेफ विनम चौधरी फ्रम सप्तरीदेखि बोर्ड छ है धार आउने गरी काट्नु पर्यो धार बेगरीमा अब इन्जेक्सन दिएर त्यो सिकिनु अनि तेल हाल्नु पर्यो तलमाथि मिनेट यो 180 3 मिनेट यो फेरि यस्तो 180 180 पुगेन भने बत्ती नबल्दैन भने 180 यहाँ छ त यसले हो 180 मा गयो धेरै गर प्यानकेक भन्दा गुलियो सर यसरी लाउनु पर्यो वाफल तातिसकेपछि ल यसरी चाहिँ वाफलमा कस्तो मिठो गुलियो वाफल बन्छ अब बाङ ढाक्न पर्यो 80% तेल तात्यो भने फ्राई गर्ने पोटेटोलाई लास्टमा भएन यो दिस इज कल वाफल मिलाएर एक डारू अथवा डेढ डारू चाहिँ यसरी ढाक्दिने पप्रिका पाउडर रेडीमेड पाउडर आउँछ है यो पप्रिका पाउडर चाहिँ पप्रिका एड भयो ब्ल्याक पेपर बेजिल पनि हाल्नु पर्यो बेजिल कश्मिरी मिर्च पनि हाल्न मिल्यो कुकिङ ओइल हाल्नु पर्यो
अनि हाम्रो यो तेल पत्रिका चिली पाउडर बेजिङ पाउडर ओरिगानो पाउडर थाइम पाउडर गार्लिक पाउडर त्यहाँ पनि ल्याऊ गार्लिक काजु सिजनिङ काजु सिजलिङ यसको नाम सिजनिङ काजु सिजनिङ भन्छ त्यसलाई काजुको सिजलिङ काजु हाले त्यहीबाट बन्छ तातो तेलमा चाहिँ फ्राई गर्नु पर्यो दामी हुन्छ टल्किने साइनिङ आउने खानामा जे ससेज आउँछ ससेज बल बन्दैछ है स्क्रैम्बल इमा थोरै बटर अनि थोरै साल्ट थोरै क्रिम छोडिदेऊ क्रिम हालेपछि दुध हाल्नु पर्दैन रे यसरी पकाउने अन्डा चाहिँ यसरी क्रिमले क्यारामेलाइज गरे यसरी बनेर राख्ने यो वेक्स छिटो ल्याउ न विक्स दिन दाइ जम्न थालेपछि चाहिँ छोडिदिन्छ होला न राम्रो हुन्छ ए यसरी हल्लाको हलाई घुमाको अनि यतिकै के धकल धाकल बनाउँछ भाडा पनि हिट छ नि त्यही भएर पनि निकालेको के बुझ्यो अनि पाक्छ यति सहज राख्नु पर्यो भइसक्यो अन्डा पहिला अन्डा म बाँडिदिन्छु खै त्यो भाडा सेफले दुईजना दुईजनालाई हो मिल गरेको बटर हो छेगाउती वाह